किन बुद्धिमान छ बालेन सरकारको निर्णय, बालेन सरकारको रियालिटी चेक। विश्वव्यापी सङ्कट र नेपालको यथार्थ। विगतका सरकारहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा सस्तो वाहवाही कमाउन र कागजमा देशको अवस्था सुध्रिएको देखाउन कतिसम्म हतारो गर्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हो सन् 2021मा शेरबहादुर देउबा नेतृत्वको सरकारले बिना कुनै ठोस पूर्व तयारी संयुक्त राष्ट्र सङ्घको महासभाबाट अनुमोदन गराएको अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रस्ताव। तत्कालीन शासकहरूले अन्तर्राष्ट्रिय समुदायको अगाडि देशलाई विकसित र विकासशील बनाउने नारा त बेचे, तर त्यसको प्रत्यक्ष मारमा पर्ने नेपालका रैथाने उद्योगी, व्यापारी र समग्र निजी क्षेत्रको ढाड सेकिने वास्तविकतालाई पूर्ण रूपमा नजरअन्दाज गरे। तर मुलुकमा अहिले परिस्थिति बदलिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको वर्तमान सरकारले पुरानो शैलीको ढर्रा र हजुवाका भरमा निर्णय गर्ने परिपाटीलाई कडा चुनौती दिँदै राष्ट्रिय हितलाई सर्वोपरि राखेको छ। कागजको खोक्रो प्रतिष्ठाभन्दा भुइँ तहको र देशको अर्थतन्त्रको जग बलियो बनाउनुपर्छ भन्ने मान्यताका साथ बालेन सरकारले आगामी नोभेम्बर 2026 सम्ममा हुने भनिएको एलडीसी ग्रेजुएसन प्रक्रियालाई हालका लागि स्थगित गर्ने जुन तयारी थालेको छ, त्यो वर्तमान सङ्कटग्रस्त अर्थतन्त्रका लागि एउटा बलियो सुरक्षा कवच साबित हुनेछ। कुनै पनि देशलाई विकासशील राष्ट्रमा लैजानु आफैमा नराम्रो कुरा भने होइन, तर जब घरको जग नै कमजोर छ भने त्यसमाथि जबरजस्ती महल खडा गर्न खोज्नु मूर्खता बाहेक अरू केही पनि हुन सक्दैन। सन् 2015 र सन् 2018 को समीक्षाका क्रममा नेपालले मानव विकास सूचकाङ्क र आर्थिक वातावरणीय मूल्याङ्कनका केही प्राविधिक मापदण्ड पूरा गरेको आधारमा संयुक्त राष्ट्रसङ्घले नेपालसहित बङ्गलादेश र लाओसलाई स्तर उन्नतिका लागि योग्य ठानेको थियो। तर प्राविधिक सूचकाङ्क र जनताको वास्तविक जीवनस्तर एवं बजारको क्रय शक्ति बीच आकाश जमिनको फरक छ। एलडीसी मुलुकको हैसियतमा नेपालले अन्तर्राष्ट्रिय मञ्चबाट पाउँदै आएको अनेकौं सुविधाहरू जस्तै वैदेशिक अनुदान, सहुलियतपूर्ण ऋण, अन्तर्राष्ट्रिय बजारमा भन्सार रहित पहुँच तथा निर्यातमा मिल्ने कर छुट जस्ता सुविधाहरू ग्रेजुएसनसँगै समाप्त हुनेछन्। देशमा उत्पादनको जग कमजोर भएको र विदेशी सहायता तथा सहुलियतपूर्ण ऋणको भरमा देशको बजेट धान्नुपर्ने बाध्यता रहेको अवस्थामा यी सुविधाहरू गुम्नु भनेको नेपाली अर्थतन्त्रलाई सीधा कोमामा पठाउनु सरह हो। यही गम्भीर खतरालाई बुझेर अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारवालाहरू, विज्ञहरू र निजी क्षेत्रका प्रतिनिधिहरूसँग व्यापक छलफल चलाएका छन्। अर्थमन्त्री वाग्लेको सचिवालयले तत्काल रोक्ने औपचारिक निर्णय भइ नसकेको र गृह कार्य भइरहेको बताए पनि सार्वजनिक फोरमहरूमा उनले व्यक्त गरेका विचारहरूले के स्पष्ट पार्छन् भने बालेन सरकार निजी क्षेत्रलाई सिद्धाएर अन्तर्राष्ट्रिय मञ्चमा हामी विकासशील भयौं भन्दै मगन्तेको कचौरा लिएर हिँड्ने पक्षमा छैन। निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो। नेपाल उद्योग वाणिज्य महासंघ जस्ता जिम्मेवार संस्थाहरूको सरकारलाई औपचारिक रूपमै एलडीसी ग्रेजुएसन मिति केही वर्ष पर धकेल्ने संयुक्त राष्ट्र सङ्घसँग आग्रह गर्न सुझाव दिँदै आएको छ। विगतका सरकारहरूले निजी क्षेत्रको यो क्रन्दनलाई कहिल्यै सुनेनन्। उनीहरूका लागि व्यापारिक घरनाहरू केवल चन्दा लिने माध्यम मात्रै थिए। तर नयाँ सोच र भिजनसहित आएको बालेन नेतृत्वको रासोपा सरकारले निजी क्षेत्रको मर्कालाई देशको राष्ट्रिय हितको मुद्दा बनाएको छ। अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले स्पष्ट पारेका छन् कि सरकारवाला निकाय र निजी क्षेत्रको मागमा आधारित भएर केही समय पर्खिने विषयमा सरकार सकारात्मक छ। यो रासोपा सरकारको परिपक्वता, जनउत्तरदायी चरित्रको प्रमाण पनि हो। आफ्ना नागरिक र उद्यमीहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग संवाद गर्न सक्ने आँट केवल जननिर्वाचित र राष्ट्रवादी नेतृत्वसँग मात्रै हुन्छ, जुन बालेन शाह र उनको टिमले देखाइरहेको छ। अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने पनि आफ्नो देशको आन्तरिक तयारी नपुग्दा ग्रेजुएसन अस्वीकार गर्ने वा समय थप माग्ने नेपालको पहिलो मुलुक होइन। यसअघि क्यामरस, म्यानमार, किरिबटी,
टुभलु र डिजिबौटी जस्ता देशहरूले आफ्नो अर्थतन्त्रको नाजुक अवस्था, संस्थागत कमजोरी र जलवायु परिवर्तनको जोखिमलाई देखाउँदै एलडीसी ग्रेजुएसन प्रक्रियालाई सफलतापूर्वक पछि धकेलेका थिए। ओसियन क्षेत्रको सोझो मुलुक टुभलुले जलवायु परिवर्तनका कारण आफ्नो अस्तित्व नै सङ्कटमा परेको बेला अन्तर्राष्ट्रिय अनुदान गुम्ने डरले ग्रेजुएसन ढिला गरेको थियो। म्यानमारले आफ्नो राजनीतिक अस्थिरतालाई ढाल बनायो। अझ नेपालसँगै स्तरोन्नति हुन लागेको विशाल अर्थतन्त्र भएको र गार्मेन्ट निर्यातमा विश्वमै राज गरिरहेको बङ्गलादेशले समेत निर्यात सहुलियत गुम्ने डरले ग्रेजुएसनको मिति पर धकेल्न संयुक्त राष्ट्र सङ्घसँग लबिङ गरिरहेको छ। जब वार्षिक खरबौंको निर्यात गर्ने बङ्गलादेश आफ्ना उद्योगी जोगाउन डराइरहेको छ भने वार्षिक रूपमा मुस्किलले 2 खर्ब निर्यात गर्ने र व्यापार घाटाको खाडलमा डुबेको नेपालले कुन बहादुरी देखाउन हतार गर्ने बालेन सरकारले चालेको कदम अन्तर्राष्ट्रिय प्रचलन र राष्ट्रिय आर्थिक कूटनीतिको स्थापित मान्यता अनुरूप नै छ। तथापि यो देशमा परिवर्तन नरुचाउने र पुराना असफल नीतिहरूका मतियारहरू अझै पनि सरकारको यो ऐतिहासिक र व्यावहारिक कदमको विरोध गर्न कम्बर कसेर लागेका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठ जस्ता व्यक्तिहरू जो विगतका असफल योजनाका योजनाकार हुन्, उनले यस मुद्दामा वास्तविकता भन्दा बढी रणनीतिक र राजनीतिक रूपमा आरोप लगाउँदै आएका छन्। श्रेष्ठको तर्क छ, नेपालको निर्यात प्रभावित हुने भनेको बढीमा 5% मात्रै हो र यसले देशको प्रतिष्ठा बढाउँछ। यो कति संकीर्ण र सतही विश्लेषण हो कि देशको आर्थिक नीति केवल 5% को जोड घटाउमा चल्छ। ग्रेजुएसन पछि नेपालले पाउने सहुलियतपूर्ण ऋणको ब्याज दर र वैदेशिक अनुदानमा आउने भारी कटौतीले देशको राष्ट्रिय बजेटमा कस्तो धक्का लाग्छ भन्ने कुरा योजना आयोगको कुर्सीमा बसेकाहरूले बुझ्न नसक्नु विडम्बनापूर्ण छ। पुरानो पुस्ताका योजनाकारहरूले देशलाई सधैँ पर निर्भर बनाए र अहिले नयाँ सरकारले आत्मनिर्भरताको जग बसाल्न खोज्दा त्यसलाई राजनीतिकरणको पगरी गुथाउन खोजिँदैछ। श्रेष्ठले भने झैं रासोपा सरकार नयाँ भएकाले केही नयाँ गर्ने हुटुटी मात्रै होइन, यो बरु देशलाई दीर्घकालीन आर्थिक सङ्कटबाट जोगाउने सुझबुझपूर्ण रणनीति पनि हो। अर्कोतर्फ वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनालको विश्लेषणले बालेन सरकारलाई कदमको रूपमा पूर्ण रूपमा बल पुर्याएको छ। डाक्टर खनालले वर्तमान विश्वको भू राजनीतिक अवस्था र आन्तरिक परिस्थितिको ऐना देखाउँदै तत्काल स्थगन गर्नु नै सर्वोत्तम विकल्प भएको पुष्टि गरेका छन्। वर्तमान समयमा विश्व राजनीति निकै तातिरहेको छ। इरान इजरायल द्वन्द्व र अमेरिकाको बढ्दो सैन्य तथा आर्थिक रणनीतिक टकरावले गर्दा विश्व बजारमा इन्धन र खाद्यान्नको मूल्य आकाशिएको छ। आन्तरिक रूपमा पनि देश जेनजीको आन्दोलन र निराशाका कारण निजी क्षेत्रको आत्मबल इतिहासकै कमजोर अवस्थामा पुगेको बेला गुज्रिरहेको छ। यस्तो संवेदनशील र तरल अवस्थामा मुलुकलाई थप आर्थिक भार पर्ने गरी एलडीसी ग्रेजुएसनमा धकेल्नु भनेको आत्मघाती निर्णय साबित हुनेछ।